आज म यस भिडियोमा ओशोको वचनमा आधारित पुस्तक जीवन अमृत भन्ने पुस्तकको चाहिँ रिभ्यू गर्न आँटिरहेको छु है त। यहाँ मुख्य रूपमा चाहिँ के भनिएको छ भन्दाखेरि ओशोले कुनै पनि उपहासको चाहिँ विरोध गरेका छन् है त। मान्छेहरू नखाई नखाई भोकै बस्दाखेरि चाहिँ उनीहरू परमात्माको नजिक हुन्छन्, भोकै बस्दाखेरि उनीहरू आध्यात्मिक हुन्छन् भन्ने कुरा चाहिँ एकदमै गलत हो भनेर यहाँ भनिएको छ। त्यसो हो भने त जुन देशमा चाहिँ सबैभन्दा बढी भोकमरी छ, सबैभन्दा बढी गरिबी छ, त्यो त आध्यात्मिक देश हुनुपर्ने हो नि त। अब मान्छेहरूले जानी जानी थोरै खाएर कमजोर खाएर शरीरमा न्युट्रिसन नपुग्दाखेरि चाहिँ मान्छेहरू भगवानको नजिक आध्यात्मिक हुने भन्ने कुरा चाहिँ कुनै पनि होइन। जसले चाहिँ आफ्नो सबै इन्द्रियहरूलाई शिथिल बनाउनुको साटो सबै इन्द्रियहरूलाई सही रूपमा प्रयोग गर्न सक्यो भने उनीहरू चाहिँ आध्यात्मिक हुन सक्छन् भनेर चाहिँ यहाँ प्रष्टसँग भनिएको छ। त्यही भएर तपाईँहरूले यो गल्ती नगर्नुहोस्। तपाईँहरू भोकभोकै बसेर खाना पनि कम खाएर आफूले आफूलाई कष्ट दिएको भयो क्या। त्यो भनेको जस्तै तपाईँहरूले कम खानुभयो भने तपाईँहरूको शरीरबाट चाहिँ तपाईँहरूको बोसोहरू चाहिँ डाइजेस्ट हुन थाल्छ है। त्यो तपाईँहरूले कम खान थाल्नुभयो भने त्यो भनेको एक प्रकारले मांसाहारी हुनु नै हो नि त। आफूले आफ्नै शरीर खानु जस्तो हो क्या। त्यही भएर तपाईँहरूले भोकभोकै बसेर परमात्मा पाउँछु भन्ने कुरा चाहिँ तपाईँहरूले नसोच्दा हुन्छ है त। अनि हामीहरूलाई यस्तो भनिएको छ, यहाँ भनिएको छ यदि कोही व्यक्ति भगवान्लाई विश्वास गर्छ भने ऊ काल्पनिक युग दुनियाँमा छ क्या। भगवानको विश्वास गर्नु भनेको कल्पनामा डुब्नु हो र यथार्थमा जो आउँछ त्यसले भगवान्लाई विश्वास गर्ने होइन, भगवान्लाई मान्ने होइन, जान्नेतर्फ चाहिँ लाग्छ क्या। त्यही भएर तपाईँहरूले विश्वास भनेको पनि एउटा कल्पनासँग जोडिएको कुरा हो। त्यही भएर तपाईँहरू काल्पनिक कुराहरूमा तपाईँहरू याद गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ भने तपाईँहरूले भगवान्लाई मानिरहनु भएको छ भन्ने कुरा पनि यहाँ भनिएको छ। अनि यहाँ के भनिएको छ भन्दाखेरि यो कुरा चाहिँ त्यति धेरै जुन कुरा चाहिँ ले चाहिँ सबैभन्दा बढी मान्छेहरूलाई मार्छ नि त्यो चाहिँ सबैभन्दा बढी शक्तिशाली हुन्छ भनिएको छ क्या। जस्तै नेताहरूको कुरा गर्दाखेरि नेताहरूले कति धेरै मान्छेहरूलाई मारेका हुन्छन्, त्यही भएर उनीहरू शक्तिशाली हुन्छन्। र अर्कोतर्फ हेर्दाखेरि पैसाको कुरा गर्दाखेरि पैसाले पनि धेरैजना मानिसहरूलाई मारेको हुन्छ क्या। त्यही भएर पैसा भनेको पनि सबैभन्दा बढी शक्तिशाली हुन्छ किनकि त्यसले धेरैजना व्यक्तिहरूको हत्या गरेको हुन्छ नि त। त्यही भएर पैसा सबैभन्दा बढी शक्तिशाली भयो। त्यसरी तपाईँहरूले कुन कुरा शक्तिशाली भन्ने चेक गर्नका लागि तपाईँहरूले त्यसले कुन कुरालाई धेरै मारेको छ, जे धेरैजनाको हत्या गर्ने नै सबैभन्दा बढी शक्तिशाली हुन्छ क्या। चाहे त्यो डाइरेक्ट हत्या होस् चाहे त्यो इन्डाइरेक्ट हत्या होस्, तर हत्या गर्ने शक्तिशाली हुन्छ भनेर यहाँ भनिएको छ। अनि हामीहरूलाई सानैदेखि केटाकेटीहरूलाई स्ट्रिक्ट गर्छौँ है त। हामीहरू एकदम अनुशासनमा राख्न खोज्छौँ। हामीहरू उनीहरूलाई चुइक्क यताउति हल्लिन दिँदैनौँ। बिहान उठ, यसो गर उसो गर भनेर भन्छौँ। तर अनुशासनमा हामी जब राख्छौँ नि मान्छेहरूलाई, अनुशासनमा राख्ने बित्तिकै उनीहरू रोबोट जस्तो हुन्छन् क्या। जस्तै तपाईँहरूले सेनाको कुरा गर्दाखेरि सेनाहरूलाई लेफ्ट जा राइट जा भनेर भन्छन्, जसो भन्नु त्यसै भन्छ। उनीहरूको विवेक हराइसकेको हुन्छ अनि उनीहरूलाई गोली ठोक भनेर भन्यो भने उनीहरूले गोली ठोकिदिन्छन् क्या। उनीहरूको अनुशासनले मान्छेको विवेक हराउँछ क्या। त्यही भएर तपाईँहरूले केटाकेटीहरूलाई अनुशासन सिकाउनुभन्दा उनीहरूलाई विचार दिने काम गर्नुहोस् है त। विचार दिएपछि जब विचार दिइन्छ हामीले राम्रो राम्रो, तब उनीहरूको अनुशासन आफै सुरुवात हुन्छ क्या। अनि यहाँ के भनिएको छ भन्दा विचारको जस्तै कुनै पनि व्यक्तिहरू अन्तर्मुखी छ भने उनीहरूले त परमात्मालाई प्राप्त गर्नुपर्ने हो भन्ने कुरा हामीलाई लाग्छ। तर अन्तर्मुखीहरू चाहिँ विचारको तहलाई पार गर्न नसकेको कारणले गर्दा उनीहरू परमात्मासँग पुग्न सक्दैन क्या। जब अन्तर्मुखीहरूले विचारको तह पार गर्छन् तब उनीहरूले परमात्मालाई प्राप्ति गर्न सक्छन्। त्यसरी हामीले परमात्मासँग पुग्नका लागि चाहिँ आफ्नो विचारको जुन तह रहेको छ, जुनले चाहिँ छेकबार गरिरहेको छ, त्यो विचारको तहलाई उब्काउन सक्नुपर्ने हामीले, तब मात्रै हामीहरूले परमात्मा प्राप्ति गर्न सक्छौँ। अनि हामीहरूले कुनै पनि परमात्मा पाउनका लागि चाहिँ हामीहरूले चाहिँ परमात्मा त एकै छ, कुनै पनि हुँदैन। एउटा परमात्मा हुनुहुन्छ, सबैभन्दा माथि सुपेरियर हुनुहुन्छ। र हामीले परमात्मालाई पाउनका लागि हामीहरूले त्यत्तिकै इच्छा मात्रै गर्नु भएन क्या। विशफुल थिङ्कर मात्रै हुनु भएन क्या। काश मैले भगवान् पाए हुन्थ्यो भनेर हुँदैन क्या। तपाईँहरू सङ्कल्प नै गर्नुपर्छ क्या। त्यसको इक्जाम्पलको लागि ओशोले यहाँनिर एउटा कथा भनेका छन् है त। एउटा व्यक्तिले परमात्मा पाउँछु भन्दै एउटा साधु सन्तकोमा जान्छ। त्यतिखेर उसले ल तिमीलाई परमात्मा चाहिन्छ भने स्नान गर्न जाऊ भन्छ। र जब स्नान गरेर ऊ गएको हुन्छ त्यतिखेर त्यो साधुले चाहिँ के गर्छन् भन्दा उसलाई चाहिँ पानीभित्र टाउको गाडेको गरिदिन्छन् क्या। भटाक हुने गरी ज्यान जाने गरी। अनि ऊ के गर्नुभएको तपाईँले भनेर सोद्धाखेरि साधुले भन्छन् तिमीले पानीभित्र जाँदाखेरि तिमीले के कुरा सम्झेको थियो भन्दाखेरि मलाई बाहिर निस्किन मात्रै मन थियो पानीदेखि, अरू मलाई केही पनि चाहिएको थिएन भन्दाखेरि हो जसरी तिम्रो सङ्कल्प थियो त्यतिखेर जीवित हुने, पानीबाट बाहिर निस्किने, त्यस्तै तिम्रो परमेश्वरलाई प्राप्त गर्ने पनि सङ्कल्प हुनुपर्छ भनेर चाहिँ एउटा कथा भनिएको छ है त।
अनि यहाँ अर्को कुरा के भनिएको छ भन्दाखेरि जो व्यक्ति चाहिँ जागेको हुन्छ नि, जागेको व्यक्तिहरूको तपाईँहरूले आँखामा हेऱ्यो भने एउटा अद्भुतपना देख्नुहुन्छ क्या। र जागेको मान्छेहरू भनेको चाहिँ अरू मान्छेहरूको दृष्टिकोणमा चाहिँ जागेको मानिसहरू चाहिँ पागल नै हुन्छन्। र एउटा कथा भनिएको छ है त, दुईजना पागल मान्छे चाहिँ एकले अर्कालाई भेट्दै नमस्ते गर्दै ढोक्दै गर्छन् अरे, अनि अरू मान्छे छक्क पर्छन् रे, यिनीहरू पागल भएर पनि किन यिनीहरूले यस्तो संस्कार गरेका, कसरी किन ढोगेका यिनीहरूले एकअर्कालाई भनेर खोजी गर्ने क्रममा चाहिँ जब उनीहरू चाहिँ उनीहरूलाई चाहिँ मध्ये एकजनालाई चाहिँ उनीहरूले चाहिँ एकान्तमा भेटेर तपाईँले त किन त्यो पागललाई ढोग्नु भएको भन्दाखेरि तिमी गएर उसको आँखामा हेर र मेरो आँखामा पनि हेर, हामीहरू भनेको जागेको व्यक्ति हो, जागेको व्यक्तिले जागेको व्यक्तिलाई नमस्कार गरेको ढोगेको हो, नजागेको व्यक्तिहरूले चाहेको मानिसलाई पागल भन्ठान्छन् भनेर चाहिँ त्यसरी चाहिँ एउटा कथा भनिएको छ है त। यसरी म तपाईँहरूलाई जीवन अमृत भन्ने किताबको चाहिँ समरी दिएको छु। तपाईँहरूले यसमा अझै धेरै कुराहरू पनि लुकेको छ, तर समयको सीमितताले गर्दाखेरि, लिमिटेसनले गर्दाखेरि मैले सबै कुरा तपाईँहरूलाई भन्न सकिनँ। आशा छ तपाईँले यस भिडियो मन पराउनु भयो। किप लर्निङ, किप ग्रोइङ, एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।